गाइस अब हामी चाहिँ बेलुकाको लागि मासु लिनु गएको सब्जी नभएर हो अनि सुँगुरको मासु पकाउने अन्त हामी चाहिँ जाँदैछु अहिले घरबाट निक्लेको अब म अहिले भरे पकाएको पनि तपाईँलाई देखाउने छु सुँगुरको मासु सबले खान्छ नि खाँदैन एकजनाले खाँदैन अरू सबैले खान्छ कहाँ जानु म मासु भरे तपाईँलाई पकाएको पनि देखाउँछु पोलेर नि खाने होला नि सुँगुर हैन पोलेर खाने अनि पकाएर खाने आदि मगरहरू सुँगुरको चाहिँ लभरै हेरे नि त राई लिम्बू गुरुङ मगर सुँगुरको मासु बिना त कहाँ हुन्छ त बिहा गरेर गयो भने सुँगुरको फिला डल्लै चाहिन्छ हाम्रो त त्यस्तो साह्रो मासु मैले त्यहाँ अहिले भर्खर मिर्गा देखेको थिएँ तर्से पनि यहाँ तल रोडमै निस्केको थियो अन्त म त गाईको बाछी पो भनेको त अत्रो मिर्गा पो रहेछ के पऱ्यो साथीहरू मिर्गा देखेर त मेरो भाइ त झन् यहाँ बोलेको हेर्नुहोस् न आमा सानो स्पिड बोल्छ र कम्प्युटर जस्तै बोल्छ नि अब यति स्पिड बोल्छ बोलेको पनि हतपत मान्छेहरूले बोलेको पनि बुझ्दैन यो त यति स्पिड चाहिँ बोल्छ अब हेर्नुहोस् त हामी त झन् एउटै लाग्छ तपाईँहरूलाई यस्तो कालो भैया कस्तो काली न काली देखेको मलाई त झन् सास पर्यो यस्तो भैयाहरू छ हामी पनि 6 बजेपछि त्यो अँध्यारो हुने 6 बजीको सास हो यो चाहिँ हाम्रो धुप्पीले हामी चाहिँ दोकान गएको नि त पात बेसी भएर नि हाम्रो चाहिँ उयो भएको अँध्यारो भएको सिलगढीतिर भन्दा यति बेला झिलिलिली भएर घाम लागेर गरम लागेर अहिले यति बेला चाहिँ पङ्खामा घटटट चलाएर चाहिँ बसिरहेको हुन्थ्यौँ तर यहाँ चाहिँ कस्तो मजाको मौसम भइरहेको छ क्या शीतल जाडो जाडो हामी त स्वेटर लगाएर हिँडिरहेको छौँ भिडियो भएको कि नभएको आधी बाटो पुग्यो होइन अब अँध्यारो भइसक्यो आधी बाटो आइपुग्दा आइपुग्दा अब तल चाहिँ तल जानुपर्छ यति टाढो जानुपर्छ दोकान मासु लिनु चाहिँ खानुको लागि दुःख पनि गर्नु पर्यो पिरो नहालिकन खाने अरे हो हल्लो नुन बेगरको पिरो हालेर ल ठिकै छ उयो बनाउँदैछ ढिँडोको लागि प्रोसेस भुटेर यहाँ बाबाले भुटेर खुवाउने अरे हौ म त खाँदिनँ ढेँडो मन पनि पर्दैन टाल्लेको जस्तो ढेँडो खाने बानी छैन मलाई हाम्रो ककु चाहिँ हेर्ने बिमारी छ अलिकति चिकित्सा अवस्थामा छ हाम्रो ककु चाहिँ हेर्नु हाम्रो ब्रोन्च उयो गोशाला कति किलो ल्याएको हो यो चाहिँ 1 किलो पोलेर खान्छु भनेको नि त अन्त आधी मासु हेरिहाल्नु